यतापट्टि चाहिँ 40,000 मात्र छ हाम्रो प्लान चाहिँ उता बाटो छ नि बाटो छ नि त्यहाँसम्म एक्सपान्ड गर्ने कति गइरहेको थियो यो होला अहिले 3.5-4 फिट अनि तिमीहरूको यो बाटोसम्म जग्गा हो तिमीहरूको खेत हो कहाँ उता उता त्यो बाटो छ यता पनि हो यो यसरी पनि हो हैन यता यतापट्टि पनि यो पनि हो यतापट्टि पनि हो यतापट्टि यो हरि हो यतापट्टिको हो कि यसरी छ यो पहिलादेखि नै यस्तै थियो कि यहाँ कसरी यतापट्टि ठुलो उ थियो कि यहाँ एउटा मतलब एउटा बाउन्ड्री जस्तै थियो त्यही भएर यतापट्टि मात्रै गरेको यहाँ पानी हेर न पानी कहाँ हात गर्नु माछा कहाँबाट निकाल्यो माछा यतै यहीँबाट हो माछा देखिने त्यो त्यसलाई हेर बिहान बेलुका चाहिँ उफ्रिन्छ हैन अहिले अहिले देखिँदैन त्यो खाल्टोमा 20 लाख सिटीको माछा चाहिँ गर्न सकिन्छ म्याक्सिमम चाहिँ गर्न सकिन्छ माछा निकाल्न सकिन्छ त्यसमा चाहिँ अलिकति हामीलाई अहिलेसम्म आइडिया भइसकेको छैन कि किनभने फर्स्ट टाइम अलिक ढिलो पनि भयो अरे यो साल हाम्रो माछा अब यो गर्मीमा बढ्ने हो के अब बढ्दैन होला माछा त उतापट्टि छ नि त्यो पनि भोलि त्यहाँबाट घन्टा खोलेर राख्ने त्यहाँबाट पानी आइरहेको छ जाउँ न उतिसम्म जाउँ अब के अरे कहाँसम्म एक्सपान्ड गरिसक्यो त बजार त हाम्रो लोकल हो अहिले लोकलै हाम्रो अहिले यहाँ 10-15 किलो जान्छ दिनको 10-15 किलो जान्छ यहाँको सबै खड होडेको छ नि त्यहाँ माछा र मासु खाने रकी खाने मान्छे त फटिसक्यो नि पानी आयो केराको मटेटा हाल्दैनौ तिमीले केरा नजाम ल शैल तिम्रो जा फर्क्या अनि आफर कतिजना हामी यसो उताबाट चढ्छौँ हामी जाम किन फोन गर्यो फर्किने नि अब भइहाल्यो फर्किनु ल गाडीमा रेडी पर म आइदिनु अन्त त्यो सानो घर कसको त त्यो ऊ बनाएको के अरे रिसोर्ट बनाउनु लाग्यो त्यहाँ गाउँकै मान्छे यो जल्ला कति हो यो 15,000 जल्ला ए 50 किलो
त्यो त त्यति नै। पचास हजार रुपियाँ लास्टमा फाइनलमा मात्र गर्नु यही जाल्नु पर्छ 2-3 हजार त यो त यस्तो छ्याप पार्ने होला नि तर यो सानो छ कि यो सानो छ होइन माछा अघि नै यहाँ हो माछा अघि नै यहाँ हो यो सानो भएर ठुलो माछा ल्याउँदा नि सानो सानो माछा ल्याउनु नि सानो फ्राई प्यान भएपछि ठुलो माछा कहाँ अड्छ ठुलोवाला होला नि त्यो सानोवाला कसले हान्छ सिकिरहेको छ हाम्रो विष्णुले लटर पटर हान्छ तिनीहरूले पार्छन् अघि बुढालाई 2 किलो जति ऊ हाल्नु मिल्दैन मेरो सहर त्यो त्यति राम्रो हुँदैन है कमर्सियली हिसाबले हेर्नुपर्छ त्यसो भने 5 रुपियाँ होइन बढ्दैन नि त भयो जा ल भयो चल डिएसपीहरू आउँदैछ माछा चाहिँ माछा निकालिदिन्छु यहाँ बेच्दा पनि भयो नि त यहाँ ल यहाँको उनी तपाईँको के भन्छ यहाँको विशेषै त्यो यहाँ लोक